सुमन बाबुको घर बन्ने भयो। खुसीको खबर छ, 6 वर्षका सानो बालकको सुमनको घर बन्दैछ। यस्तो छ हेर्नुहोस्, यस्तो थियो यो, जुन कुनै बेला ढलेर च्याप्न सक्थ्यो बिचरा। अब हामीले चाहिँ नयाँ घर बनाइदिँदैछौँ। सुमन बाबु, बाबु सुमन, अब नयाँ घर बनाउने है। कतिको खुसी लाग्छ? धेरै खुसी लाग्छ? मलाई माया गर नि त नि खुसी लाग्छ भने। सिगान लाग्यो क्या? छैन। यो घर जुन कुनै बेला भत्किन सक्थ्यो, हेर्नुहोस् हामीले एकचोटि हातले यत्तिकै धकल्दा यो भत्कियो भनेपछि यो घर भत्किएको भए सुमन बाबुलाई चोट लाग्न सक्थ्यो, सुमन बाबुको आमा, हजुरबुवा हजुरआमालाई चोट लाग्न सक्थ्यो। हामीले सुमनको यो घरको अवस्था देखिसके पछाडि अब नयाँ घर बनाइदिने भनेर अगाडि बढिसकेका छौँ। हामी आउने बेला सुमन बाबु घरको छानामाथि चढेर पानी पर्छ कि भनेर टिन को यो पाताहरू मिलाउँदै गर्दाको अवस्थामा हामीले देखेका थियौँ। र यति सानो चाहिँ यो 6 वर्षको बालक टिनमाथि चढेर पानी घरभित्र चुन्छ कि भन्ने डरले टिनका पाताहरू मिलाउँदै गरेको अवस्थामा हामीले भेटेका थियौँ। तर अब भने दर्शकवृन्द खुसीको खबर छ, हामीले सानो बाबु सुमन बाबु, 6 वर्षका सानो बाबु सुमनको घर बनाइदिने भएका छौँ, नयाँ घर बनाइदिने भएका छौँ। अनि चुने घरमा बस्यौँ आजसम्म। तपाईँहरूलाई धेरै राम्रो होस्। कसले गर्दा यस्तो भइरहेछ भन्नुहोस् त? यो गरेको भोजराज थापा बाबुले गर्नुभयो। मलाई के भन्न चाहनुहुन्छ त? धेरै धन्यवाद दिएको छु, भगवान भएर आउनु भएको छ हाम्रो लागि।